बिचमा थिए। अब उनीहरूसँग एउटा मात्र यस्तो उपाय थियो जो थियो समुद्रको बिचको टापु एजोर आइल्यान्ड। यो आइल्यान्ड समुद्रको बिचमा रहेको पोर्चुगलको भाग थियो। त्यहाँ टसेरा नाममा एउटा एयरपोर्ट थियो। क्याप्टेनले नजिकको एटिसीलाई खबर गरे म फ्युलको कारणले यस आइल्यान्डमा ल्यान्ड अफ गर्दैछु भनेर। र पाइलटलाई यो कुरा अझै पनि थाहा थिएन कि उनीहरू त्यस ल्यान्डसम्म पनि पुग्न सक्छन् कि नै भनेर। त्यस बेलासम्म प्लेनमा 7000 केजी फ्युल मात्र बाँकी रहेको थियो। हामीले देख्दा यो फ्युल धेरै मात्रामा देखिए पनि यो प्लेनको लागि जम्मा 6% मात्र थियो। तर प्रश्न यो अर्थमा थियो कि तेल चाहिँ किन कम भइरहेको छ। तेलमा कमी आउनु एउटा मात्र कारण हुन सक्छ, कहीँ न कहीँबाट तेल लिक भएको हुनुपर्छ। पाइलटले यदि तेल चुहिएको हो भने केबिनका मेम्बरलाई गएर पछाडिको टेलमा हेर्न भने, तर अँधेरोको कारणले कुनै पनि इन्डिकेसनहरू देखाएको थिएन। अब कन्डिसन यस्तो आउँदै थियो कि हर 5 मिनटमा 1 टन पेट्रोल फ्युल सकिँदै थियो। क्याप्टेनलाई यो कन्फर्म भयो कि तेल कहीँ न कहीँबाट लिक भइरहेको छ। उनीहरूसँग अब मात्र 25 मिनटको दूरी तय गर्नलाई तेल मात्र बाँकी थियो, जसले टसेरा एयरपोर्टसम्म पुग्नलाई पनि सफल हुन सक्दैनथ्यो। यो बीचमा क्याप्टेन र मेन्टेनेन्सहरू लगातार फोन सम्पर्कमा गरिरहेका थिए। उक्त कन्ट्याक्टमा रहेका मेन्टेनेन्सले साँच्चै प्लेनमा तेल सकेको हो कि नै चेक गर्नको लागि 39,000 फिटमा रहेको प्लेन 20,000 फिटमा लिएर आउन उनलाई आग्रह गरे। पाइलटले यस्तो गर्न मानेन। यदि पाइलटले त्यसो गरेको भए साँच्चैमा तेल लिक भएको हो भने फेरि 39,000 फिटमा प्लेन जाँदैन भनेर उनले मानेन। यसै सँगसँगै प्लेनको राइट विङ्समा अचानक आगो देखा पर्यो। यो पेसेन्जरहरू मजाले सुतेका थिए। अब उनीहरूलाई पनि थाहा हुन थाल्यो कि प्लेनमा केही समस्या भएको छ। जहाजमा अब 4.5 टन फ्युल र एउटा इन्जिन मात्र बाँकी थियो र प्लेनले अब बिस्तारै एल्टिट्युड गुमाउँदै थियो र उता टसेरा एयरपोर्टमा इमर्जेन्सी ल्यान्डिङको लागि फायर ट्रक्स र इमर्जेन्सीहरू सम्पूर्ण स्थितिको सामना गर्न तयार अवस्थामा बस्दै थिए। जहाज अहिले पनि टसेरा एयरपोर्टबाट 240 किलोमिटर टाढा थियो र उक्त प्लेनमा अब सिर्फ 600 केजी फ्युल मात्र बाँकी थियो। लेफ्ट इन्जिनको माध्यमबाट मात्र चलिरहेको प्लेन ओभर थ्रस्टको कारणले अर्को इन्जिन पनि गुमायो र प्लेन अब बिना इन्जिनको आकाशमा उड्दै थियो। दुवै इन्जिन बन्द भएको कारणले प्लेनभित्र अहिले अँधेरो छाएको थियो। इन्जिनको कारणले नै जहाजमा इलेक्ट्रिक सिस्टम माथिबाट उज्यालो भएको हुन्थ्यो। अब टसेरा एयरपोर्ट 120 किलोमिटर मात्र टाढा थियो र जहाजको एल्टिट्युड 30,000 फिटमा आएको थियो र क्याप्टेनलाई यो दूरी बिना इन्जिनको मात्र ग्लाइड गरेर त्यस स्थानमा पुग्न थियो। पेसेन्जर केबिनमा अँधेरो र पिन ड्रप साइलेन्टले एउटा यस्तो डर पैदा गरेको थियो। अब सिचुएसन यस्तो आउँदै थियो, यदि प्लेन एयरपोर्टमा पुग्न सकेन भने ओसनमा ल्यान्ड गराउन पर्ने कन्डिसन आउँदै थियो। त्यस कारणले क्र्यूले पेसेन्जरलाई पानीमा ल्यान्डिङ गराउँदा दिने उपकरणहरूको प्रिपेयर गर्न सुरु गरेका थिए। ओसनमा ल्यान्ड गराउन